हेलो नमस्कार हजुर। अहिले हामी चाहिँ बिन्दवासिनी प्राकृतिक चिकित्सालय आउँदैछौँ। यो चाहिँ कन्स्ट्रक्सनमा हुँदैछ अनि तपाईँको यहाँनिर अब राम्रो रहेछ, निकै फेसिलिटीहरू पनि राम्रो रहेछ, एकदम ठुलो एरियामा रहेछ यो चाहिँ। अनि यो बेड सेटअपहरूदेखिबाट लिएर आएर बाहिर होइन, अनि हामी डक्टर साहबहरूसँग घुम्दैछौँ। एकदम राम्रो छ। ल डक्टर साहबहरू त्यहाँ आएर घुम्दै हुनुहुन्छ माथिबाट। ए हजुर, यो चाहिँ तपाईँको चाहिँ डोनेसन बेसमा चलेको भन्नुभयो, ठुलो रहेछ एरिया। म त्यहाँ गएर खिचिदिन्छु ल तलको। हजुर ठिकै छ हजुर, होइन ठिकै छ। यो के तलपट्टि एरिया ल हजुर। यहाँनिर यत्रो ठुलो एरिया छ हेर्नुहोस्। ऊ त्यहाँ माथि पार्किङ एरियाहरू ठुलो छ यहाँनिर। अनि यो चाहिँ सबै रुमहरू डोनेसनमा बनेको रहेछ। जस्तै राधा गौशाला न्यू रोड पोखरा होइन, यो सबै एकदम दामी छ, पक्का युकेको स्ट्यान्डर्डमा छ। यस्तो राम्रो छ यो रुमहरू भयो होइन। यो लक रहेछ, यो स्टिल कन्स्ट्रक्सन हुँदैछ। यो चाहिँ लकहरू रहेछ धेरै जस्तो। यहाँ यस्तो सेटअपहरू राम्रो छ। स्टिल कन्स्ट्रक्सन हुँदैछ। एरियाहरू ल हजुर, हाम्रो यहाँ फिल्ड भिजिट भएर चाहिँ यहाँ पोखरामा यो सबै नयाँ नयाँ संरचनाहरू बन्दैछ। त्यहाँ दुईजना डक्टर साहबहरू चाहिँ अगाडि हुनुहुन्छ अनि यो राइटपट्टिको चाहिँ मेरो साथी भयो। यो तपाईँको भोजनालयहरू होइन, अनि थुप्रो रहेछ यो उसहरू एरियाहरू ठुलो छ। ल हजुर, यसरी बिरामी बस्नेहरू होइन, यहाँनिर भिआइपी वार्डहरू। ल यस्तो भिआइपी वार्डहरू छ है, ट्रिटमेन्ट पनि यहीँ हुन्छ भिआइपी वार्डहरूको। हजुर बेडहरू तपाईँको यता बेडहरू, यता तपाईँको सबै नुहाउने बस्ने होइन, सबै राम्रो छ। यो एकदम राम्रो छ। टिभी एसी एकदम राम्रो छ। हजुर भन् नमस्कार हजुर, हाम्रो डाक्टर साहबले के भनिदिनुहुन्छ तपाईँहरूलाई? नमस्ते, मेरो नाम चाहिँ डाक्टर समीर छेत्री। म बिन्दवासिनी प्राकृतिक चिकित्सालयमा अहिले डेप्युटी डाइरेक्टर पोस्टमा छु। यो चाहिँ हाम्रो ड्युलक्स विला हो। यहाँ चाहिँ अब बिरामी आएर, फ्यामिली आएर यहीँ बसेर उपचार पनि गरेर, खाने यहीँको खाएर यहाँ आनन्द तरिकाले बस्न मिल्ने जस्तो हामीले व्यवस्था बनाएको छ। यहाँ चाहिँ अब बिरामी बस्ने रुम भयो। यता हाम्रो पानीको उपचारहरू गर्ने ठाउँ पनि छ। जस्तो यो कटी स्ट्यान्ड भनिन्छ है, यो हिप बाथ भयो, यो स्टिम बाथ भयो। हजुर हजुर, यो स्टिम बाथको एरिया यहीँ उपचार हुन्छ। अथवा उतातिर पनि जकुजी, यो जकुजी भयो, यो वासरुमभित्रै बाथरुमभित्रै हामीले राखेका छौँ जकुजी। यो चाहिँ पानीको उपचारहरू भयो, अरू उपचार उता हुन्छ। सबै तपाईँको यहीँनिर सबै ट्रिटमेन्ट सबै यहीँ आउँछ। सबै ट्रिटमेन्ट यहाँ अब मालिसदेखि त माटोले सेक्ने, माटोको उपचार, पट्टी बान्ने सबै उपचार चाहिँ यहाँ व्यवस्था गरेका छौँ। बिरामीलाई अब उता जान नपरेको आएर कम्फर्ट बनाउनको। हजुर हजुर, जसको मोबिलिटी अलिक राम्रो छैन, प्लस जसलाई अब अलिक एक्स्ट्रा स्पेसल केयर चाहिएको छ, पर्सनलाइजेसन जस्तो अब स्पेसल प्राइभेसी चाहिएको छ, उहाँहरू पनि आउन मिल्यो। हजुर हजुर, यहाँ चाहिँ तपाईँको दिनको कति भन्नुभयो?
दैनिक अब उपचार गर्न खाना बस्न सबै हजुर दुईजनालाई 5000 भित्र दुईजनाको दुईजनालाई ए यहाँ चाहिँ दुईजनालाई रहेछ त्यो चाहिँ एकदमै सस्तो जस्तो लाग्यो मलाई दुईजनालाई एकजनाको त 2500 जस्तो मात्रै भयो हजुर दिनको चाहिँ नर्मली अब मर्निङमा एकपटक जुस हजुर हुन्छ अनि त्यसपछि खाना लन्च अनि दिउँसो खाजा अनि डिनर त्यो त तपाईँको अब होटलतिर बस्यो भने त एकजनाकै 5-6 हजार आउँछ यहाँ त दुईजनाको भनेपछि त एकजनाको 2500 मात्र पर्यो 2500 ट्रिटमेन्ट पनि आउने 2500 मा ट्रिटमेन्ट रुम खाना बस्न सबै प्राइभेट फिजियोथेरापीदेखिबाट लिएर तपाईँको सबै ट्रिटमेन्ट यही एकदम राम्रो एसी पनि छ सबै फ्यासिलिटी एसी छ टिभी फ्यासिलिटिजहरु छ वाइफाई पनि छ हजुर हजुर अनि तपाईँहरूले के डाक्टर साहब यो यहाँनिर चाहिँ के को ट्रिटमेन्ट गर्नुहुन्छ नर्मली यो हस्पिटलमा चाहिँ नर्मली हामीले अब जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तो सुगर प्रेसर कोलेस्ट्रोल स्ट्रोकको प्रब्लम अब घुँडाको हड्डी खिएको अथवा अन्य कुनै हड्डी खिएको हड्डी सम्बन्धित समस्या नसा सम्बन्धित समस्या ढाडको गर्दनको नसा च्यापिएको मानसिक समस्याहरू डिप्रेसन एन्जाइटी छाला सम्बन्धित समस्या जस्तो अब जेनरली हाम्रो लाइफस्टाइलले जुन बनेको रोगहरू हुन्छ त्यो रोगलाई चाहिँ हामीले फोकस गर्छौँ इमर्जेन्सी ट्रिटमेन्टहरू चाहिँ हामीले खासै त्यस्तो ह्यान्डल गर्दैनौँ त्यो बाहेक अब जीवनशैली अलि नमिलेर ह्याबिटहरू नमिलेर डेभलप हुने रोगहरूलाई चाहिँ हामीले धेरै फोकस गरिन्छ हजुर हजुर यो तपाईँको लोकेसन चाहिँ कता पर्यो भन्नुभयो हाम्रो लोकेसन चाहिँ गुठीबारी भन्ने ठाउँ हो यहाँ अब नदीपुर प्रदेश सभाबाट देब्रे माथि लागेर यहाँ ढलान बाटो छ ढलान बाटो स्टप हुने बित्तिकै बिन्दवासिनी प्राकृतिक चिकित्सालय भनेर ठुलो बोर्डमा देखिन्छ त्यही छ हाम्रो गुठीबारी हजुर हजुर धन्यवाद डाक्टर साहब अनि तपाईँको यहाँनिर यो चाहिँ प्राइभेटमा भन्नुभयो त्यो नर्मली अर्को नर्मल वार्डमा चाहिँ कसरी छ तपाईँको नर्मल वार्डमा चाहिँ दिनको जेनरल बेड अब जेनरल चार्ज भयो भने दैनिक 300 रुपियाँ हो दैनिक 300 रुपियाँ त्यहाँ चाहिँ खानाहरू चाहिँ छुट्टै आफै गर्नुपर्ने हुन्छ हजुर त्यो नर्मल वार्डमा पनि मैले अघि हेर्थेँ तपाईँको एकदम राम्रो छ नर्मल वार्ड अनि तपाईँको दिनको 300 भनेको एकदम राम्रो प्राइस हो अनि एकदम राम्रो छ एरिया पनि ठुलो रहेछ तपाईँको फर इक्जाम्पल बिरामी भयो भने अब त्यो कचाककुचुक बसेको ठाउँमा कस्तो उस हुन्छ नि त अब यहाँनिर यसो हिँड्ने ठाउँहरू पनि रहेछ माइन्डलाई फ्रेस बनाउने हजुर धन्यवाद डाक्टर साहब थ्याङ्क यू भेरी मच हजुर थ्याङ्क यू बाई बाई